다들인데 패배기 지금 구르기 지금 르무지다 다나신기 에 저주 대신도 아주 지금 가서다 지금 니발리기 당아주 다 trouble 상황다 다는 이제 좀 상황으로야甚至这次刷音。आदरणीय रिम्बुछेज्यूहरू सङ्घगणहरू र विशेष गरेर विभिन्न संस्था र ठाउँहरूबाट पाल्न भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र यस संस्थासँग सम्बन्धित व्यक्तिहरू सबैजनालाई स्वागत स्वरूपको अभिवादन टसित भनेर चाहिँ यहाँलाई टाउन चाहन्छु। 다 뒤주디 교보 싶으시 인자다 들이 인지 롬블이야 지 최고 다직 지림 그 타마로데 드린데 아주 조지 네발레기 부디스트 커뮤니티야 아주 천재시야 드리임브레 안데네 니마 같이 제일 봐 로드라임브레 안다리 그 UK리아 용아데 미세기다 조지네 로망볼이야 지리구 겹체 랑다 신 참여기 나라레 다나싱에다지 뭐셔봐 trouble 지 이지로머리 유행해 한 참여기 지구 겹이 된다는 주체 조지는 아주 가보시라 충분해 나 조지네 안다리 유길리아 레베 급리아 양비게 만체스터리아 밤 들이 개도를 중체 지 딘데게다 지 니메기 지 집어 미망버지 라바도 집어 로중 망버지 세소 쇼르와 디수 통주상 아주 셈 교버지 충분해 다 간다야 드리기 두주디 아주랴 간다 지 가보단 교육다 소망 거지 대지 뒤지리 지인 들이 충분해 समय अत्यन्तै छिटो गइरहेको हुन्छ र विशेष गरेर यस बेलायतमा मेरो धार्मिक कार्यक्रमको लागि जुन मेरो कार्यक्रमहरू छ यो कार्यक्रम चाहिँ आज जुन बीसीसी युके को तर्फबाट आयोजना गरेको चाहिँ अन्तिम धार्मिक कार्यक्रम रहेको छ र केही दिनपछि म फर्केर जानेछु र विशेष गरेर बेलायतमा आउनका लागि अभिरुचि राख्ने अभिलाषा राख्ने म स्वयंको तर्फबाट पनि आउनको लागि मैले धेरै आशा गरेको थियो त्यस्तै हिसाबले बेलायतमा बसोबास गर्ने मेरो धर्ममित्रहरूले पनि मेरो यहाँ बेलायतमा आउने आगमनको लागि पनि उहाँहरूले धेरै लामो समयदेखि आशा अर्थात् अभिलाषा राख्नु भएको थियो र आज मेरो तर्फबाट पनि यहाँहरूको परिश्रमको तर्फबाट पनि यो बेलायतमा आउने जुन सफल भएको छ त्यसैले अत्यन्तै खुसी र अत्यन्तै हर्ष मानेको छु मैले र अर्को दुःखको कुरा के छ भन्दाखेरि हालै म्यानचेस्टरमा घटिएको जुन घटनाले धेरैजना व्यक्तिहरूलाई हानि पुर्याएको छ क्षति पुर्याएको छ विशेष गरेर युवा वर्गको व्यक्तिहरूको ज्यान गुमाएको देख्दाखेरि मलाई अत्यन्तै दुःख लागेको छ र यसपालिको मेरो यस भ्रमणमा के भइरहेको छ भन्दाखेरि लामो समयदेखि पर्खिरहेर बेलायतमा आउन सफल भएकोले अत्यन्तै सुख र दुर्घटनामा पडिएका ती व्यक्तिहरूले ज्यान गुमाएको छ त्यो अवस्थालाई हेर्दाखेरि अत्यन्तै दुःख पनि भएको छ त्यसैले गर्दाखेरि यस पटकको भ्रमण चाहिँ दुःख र सुख दुवै मिसेको जस्तो लागिरहेको छ 안 간다야 다리 지 기도 초아 지 기도 기보다 도배 초아는 아주 지네
nga UK li yong be ka le da people UK sen na zhe do da ne nga zu zhong bu de nyam do ji gi do gi so a nyam do nyom ti an ji da meaningful de tong do a je za an de rin de ne go zu je ma ba li ne ma sa me ge ji 대화도 동해 서머를 다지 참여기 지 심지 가르쳐라 지 장신기 디도 창물로 지 장기 디도데 생기 디도 차시에 봐 생기 디도데 랑 디도 차시에 봐 근데 지 기도긴 개념 구를 체제 는 마음벌이야 못үй네 지 슌범에베 거네 민도부터 대배 거는 못үй네 뒤에 체토야기 저와다 이시슈에 यस पटकको भ्रमणको क्रममा जुन दुःख र सुख दुवै हामीले एकसाथमा अनुभूति गर्नुपर्ने भएको छ र यस बेलायतमा बसोबास गर्ने बेलायती भाषीहरू र जो व्यक्तिहरू मेरो भ्रमणको क्रममा मलाई भेट्न आएको थियो हामी सबैले एकनिष्ठ रूपमा यस पटकको दुःख र सुख दुवैलाई संयुक्त रूपमा हामीले चाहिँ वेदना गर्ने जुन मौका अवसर पायो यो अवसर अत्यन्तै अर्थसिद्ध छ जस्तो मलाई लाग्छ किन भन्दाखेरि यस पटकको दुःख र सुखको वेदनाले हामीलाई थप यस्तो किसिमको ज्ञान दिन्छ कि हामीमा भएको हाम्रो एउटा सुख र हाम्रो दुःख नै अरू व्यक्तिहरूको सुख र दुःखको विषय हुन जान्छ त्यसैले जब आफूलाई दुःख र सुख पर्दाखेरि अनि त्यो पनि तपाईको चाहिँ आफ्नो मात्र नभइकन अरूको पनि दुःख र सुखको विषयको रूपमा हामीले ठान्नुपर्छ त्यसैले जब अरूलाई परेको दुःखको बेलामा अनि ती दुःखको विषयलाई हामीले पनि लिएर आफ्नो दुःखको रूपमा स्वीकारेर आफूमा भएका सुख अरूलाई पनि प्रदान गर्न सकियो भने अनि यसले चाहिँ एकता र संयुक्तको एउटा अभ्यासलाई प्रत्यक्ष रूपमा ल्याउने काम गर्दछ त्यसैले तपाईँ हामी सबै मिली एकजुट भएर अनि एक आपसको दुःख सुखलाई आफ्नै दुःख सुखको रूपमा लिएर चाहिँ अनि आगामी आउने दिनहरूमा पनि यसरी अगाडि बढ्न सफल होस् भनेर पनि म आजको यस मञ्चबाट पनि प्रार्थना गर्न चाहन्छु र यसले विशेष गरेर व्यक्तिहरूलाई मनोबल प्रकट गर्ने छ भन्नेमा अनि मैले विश्वास गरेको छु र म प्रार्थना पनि गर्न चाहन्छु दामिसे धरि 지 네발리 부디스트 커뮤니티 다 리저브디 간 파운더 아주 다 공천에 야부터 지금에도 다 하나 공천 까지 안다는 신기 다 대기 운지 저래 간sam에 군에 가서 네발리 지 커뮤니티인데 지 첨부셔야 돼요 바바도 지 부디스트 커뮤니티 체도 간sam에 차례 망샤나샤 안들에 도치 슈아이 아니 안드린 주사네 저 방문발은 임빈에 아주 양양도지 이제 다지 지전에 방문발에 양가 용도를 삼 정도 디초 사조 초안을야 양가 용도를 삼 정도 제상 아주 지 잡아 사무디 규마시바 용도야 금리 यस संस्थाको संस्थापक काजी शेर्पा लगायत यसका संस्थाको विशिष्ट व्यक्तिहरू र विशेष गरेर बीसीसी युके का सबै मेम्बरहरू र यस युकेमा बसोबास गर्ने अत्यन्तै नेपाली धेरै मात्र संख्यामा छ भन्ने मैले बुझेको छु र यहाँहरू सबैले अत्यन्तै कष्ट नमानिकन एकनिष्ठ रूपमा एकता भएर चाहिँ राम्रो काम गर्नुभएको रहेछ त्यसलाई मैले जान्ने मौका पाउँदाखेरि म यहाँहरूलाई कृतज्ञता ज्ञापन गर्न चाहन्छु र भविष्यमा पनि फेरि यस ठाउँमा चाहिँ आउन सक्छु भन्ने खालको विश्वास राखेको छु र त्यसैले तपाईँ हाम्रो सम्बन्ध अझ गहिरो हुँदै जानुपर्छ त्यसकारणले गर्दाखेरि यो सम्बन्ध को एउटा निरन्तरता र यो सम्बन्ध अविच्छिन्न रूपमा होस् भनेर पनि प्रार्थना गर्न चाहन्छु 다들의 땅에 마음을 사심이
초진에 차와디즈유스르데 차와디즈유스르 나 야간에 용버로 세자시라시라 차와임르시라 소르구민도 다다 45 degrees 딘데지나 레윈자 시라시라 하고하면도 있는데 그냥주지 차와신도 가버 유스르 받다도 안 디젤이야 안다 디젤이야 다 도스 와다도 갈아 한도 가버지도 이내지 완디 안 봄바 가져다 고토도 샤고였어 레리신도 고토도 샤고였어 한 공기 먼저 우주 시위자도 나된 아주 히말라야의 루즈레 다나 숍에 맛이 되게 공부한 루드산에 아주 상가 시위자제 직제 맛이 나로들의 히말라야가 니발레 레데베서로 히말라야 레데 안 상가 잡지 시두산다 가 그지다 디 인지lum바 인다 네발 인시랑 고쳐야 매된 거지 제잔티 교센데네 다 간데 셔위나 하고 오면도 제잔 딘데 지진의 블레싱 최고 위에서 당에 망부시나 시금이 라상 다 되지 라상 다 상가만 오지는 어야 I think I should conclude 아주도 used to 봐 상가지나 라레 다 이제 지게랑 아주디 정보들서 디 used to 민장 라상 당 아주 삼례하고 당고도 라상 참성 아주 디 제주 별하다 사작하시라 상가 접주고 간좀 라레 상가 접주 라상 딘디치 못서 आज अत्यन्तै यहाँहरूलाई गर्मी भइरहेको महसुस गर्नुभएको छ होला त्यसैले म धेरै बोल्न चाहन्न तर गर्मीको विषयमा भन्नुपर्दाखेरि म भर्खरै मात्र भारतबाट आएको कारणले गर्दाखेरि यहाँको गर्मीलाई मलाई खासै छुएको छैन किन भन्दाखेरि यहाँको भारतको गर्मी 45 डिग्री भन्दा माथि हुन्छ भने यहाँको गर्मीले चाहिँ तापक्रमले चाहिँ त्यति छुएको जस्तो लाग्दैन त्यसैले मलाई खासै फरक पर्दैन तर यहाँहरूलाई अलिकति समस्या भएको जस्तो मैले महसुस गरेको छु त्यसैले म धेरै समय लगाउन चाहन्न र आयोजकको तर्फबाट मलाई फेरि अनुरोध गर्नुभएको थियो भक्तजनहरूलाई शिरमा कलश अर्थात् बुम्बा राखेर आशीर्वाद दिनुपर्छ भनेर अब त्यसैले शिरमा कलश राखेर आशीर्वाद दिनुपर्ने जस्तो देखिएको छ अघि बिहान गुम्बामा विशिष्ट युकेको गुम्बामा गएको थिएँ त्यहाँ जाने बेलामा अनि म नेपालमा छु कि या बेलायतमा छु भनेर दोबितामा परेको थियो खासमा भन्नुपर्दाखेरि कता म नेपालमै पुगेको छैन कि भन्ने खालको वेदना पनि भयो र जे होस् अब शिरमा कलश राखेर चाहिँ छुएर आशीर्वाद दिने त्यो हाम्रो हिमालयन जातिको चाहिँ चलन हो परम्परा हो र बेलायतमा बसोबास गर्ने अरू धर्ममित्रहरूले यसलाई अलिकति पच्दैन होला जस्तो लाग्छ किन भन्दाखेरि हाम्रो चलनमा चाहिँ एकदमै तपाईको तछार र मछार गरेर चाहिँ अनि आशीर्वाद दिने हुन्छ तर त्यो तछार र मछार गरेर आशीर्वाद दिने चलन चाहिँ यहाँ बेलायतमा बसोबास गर्ने अरू मित्रहरूमा चाहिँ त्यसमा अलिकति भिजेको नहुन सक्छ त्यसैले चाहिँ अब कस्तो हुन्छ होला हेरौँ यसलाई हामीले कसरी चाहिँ सामना गर्नुपर्छ त्यसैले आशीर्वाद लिने क्रममा अनि यहाँहरूले त्यसलाई पनि मध्यनजर राखेर चाहिँ अनि आशीर्वाद दिनुहुन अनुरोध गर्न चाहन्छु र तिब्बततिर भन्ने हो भने आशीर्वाद लिने क्रममा तछार र मछार गरेर चाहिँ आशीर्वाद दिने चलन छ त्यसमा हामी बानी परिसकेको छ तर यहाँका साथीहरू यहाँको मित्रहरू त्यसमा बानी नपरेको कारण गर्दाखेरि हामीले ख्याल पनि गर्नुपर्छ जस्तो लाग्छ र तिब्बतमा कुनै क्षेत्रमा चाहिँ जबरजस्ती आशीर्वाद दिने बेलामा चाहिँ तछार र मछार गरेर चाहिँ अनि आशीर्वाद दिने त्यो चाहिँ जबरजस्ती त्यसरी गर्नुपर्छ भन्ने खालको परम्परा पनि रहेको छ र जे होस् आजको आशीर्वाद
दिने क्रममा हामीले यो स्थितिलाई परिस्थितिलाई कसरी सामना गर्नेछ त्यसलाई हामीले विचार गर्नुपर्ने हुन्छ 자 지난게 간주 미지리 지 대탕게 간에 지 루심 니가로 아주 넘주 벽에야 디기사 칙니 시가다 다 이지게 happiness 저지 저다야 참석 신다지 교구도 디기사 디기 칙니 여 디기 가르쳐 거라서나 류 대화당 심 기버사지 전에 류지 나자라서 시라메브치네 대당 나는 지 네투야 셈야 지 동해메브치제 에너지 기병한 네투야 다디 조가 미세 야부지 지 세링 가르쳐 세링와 디기的데베 미세지 거나 다디 니 창고가 신앙기 개념부터 치기 튕겨 좀 봐서 미변바 나그 셈대지 고양보다 에너지 상바 지 배 상쇼려야 카초 근데 고요하래서 जीवनमा सुख र शान्ति चाहेको छ भने अनि भोट भाषामा टेगी भनेर भन्दछ थेवा भनेको सुख र की भनेको चाहिँ अनन्त यसलाई अनुवादकहरूले विभिन्न तरिकाले अनुवाद गरिएको पाइन्छ अंग्रेजी भाषामा ह्याप्पिनेस भनेर चाहिँ अनुवाद गरिएको पाइएको छ र कतिले यो भन्दा अर्को शब्दमा पनि अनुवाद गरिएको पाइएको छ र वास्तवमा टेगी अर्थात् सुख र आनन्द भनेको के हो त भन्दाखेरि यसमा दुईवटा कुराहरू पर्दछन् एउटा तपाईको शारीरिकसँग अर्थात् भौतिकसँग सम्बन्धित अर्को चाहिँ तपाईको मानसिकसँग सम्बन्धित शारीरिकसँग सम्बन्धित सुखमय जीवन बिताउन सक्नुपर्छ भनेर भन्नुहुन्छ र मानसिकसँग सम्बन्धित आनन्दपूर्वक जीवन बिताउन अर्थात् जीवन यापन गर्न सक्नुपर्छ भनेर भन्नुहुन्छ र सुखी जीवन अर्थात् भन्दाखेरि भौतिक हिसाबले भन्नुपर्दाखेरि तपाईको शरीरमा जसोसुकै रोग आदि कुराहरूले नलागेको अर्थात् अत्यन्तै जीवन तपाईको चाहिँ सुस्वास्थ्य हुनु नै तपाईको चाहिँ भौतिक हिसाबले शारीरिकको माध्यमबाट चाहिँ सुखी हुनु हो र बाहिरको शारीरिक मात्र सुखी भएर हुँदैन भित्री मन पनि फेरि तपाईको चाहिँ मनमा आनन्द मिल्नुपर्छ भन्नुहुन्छ मनमा आनन्द मिल्नु भनेको चाहिँ मनमा कुनै पनि दुःखहरू परेको हुनु भएन त्यसकारणले गर्दाखेरि चाहिँ यो शान्ति अर्थात् तपाईको सुख आनन्द चाहेको छ भने यस उक्त बताएका टेकी चाहिँ जसरी पनि हाम्रो जीवनमा अनिवार्य छ अनि यसरी सुख र आनन्दपूर्वक जीवन बिताउन चाहेको छ भने दीर्घायु जीवन एकदम सुस्वास्थ्यका साथ आनन्दपूर्वक जीवन यापन गर्न चाहेको छ भने दुई किसिमले यो कुरा चाहिँ पक्का हुनुपर्छ कि भौतिक शारीरिकको हिसाबबाट सुखी अर्थात् एकदम सुस्वास्थ्य जीवन र मानसिक तर्फबाट चाहिँ मानसिक शान्ति अर्थात् आनन्द सन्तोष आदिहरू चाहिँ तपाईको मनमा हुनुपर्छ भन्नुहुन्छ यदि यो दुईवटा बाह्य तपाईको चाहिँ शारीरिकको माध्यमबाट र भित्री तपाईको चाहिँ मानसिकको माध्यमबाट सुखी र आनन्द दुवै तपाईको चाहिँ प्राप्त हुँदैन भने तपाई कथावी जीवनमा खुसी हुनु सक्दैन भनेर भन्नुहुन्छ त्यसकारणले गर्दाखेरि कारण र प्रत्यय दुई किसिमको हुन्छ यो जब दुईवटा किसिमको बाहिरी हिसाबले सुखी भित्री हिसाबले आनन्दपूर्णले चाहिँ जीवन बिताउन सफल हुन्छ भने त्यो व्यक्ति चाहिँ अनि उसको जीवन चाहिँ सुखीमय जीवन हुन जान्छ त्यसैले चाहिँ यो दुईवटाको चाहिँ सम्बन्ध अनि एकदमै तपाईको चाहिँ संयुक्त रूपमा बराबर तरिकाले एकदम स्वास्थ्य प्रकारको सम्बन्ध हुन अत्यन्तै जरुरत छ भनेर भन्नुहुन्छ त्यसैले गर्दाखेरि मानसिक एकदमै तपाईको चाहिँ के भन्छ एकदमै तपाईको चाहिँ अप्ठ्यारो किसिमको सोच विचार नभइकन एकदमै संकुचित विचार नभइकन मन अत्यन्तै विशाल र विस्तृत खुल्ला हुनुपर्छ भन्नुहुन्छ
यसरी खुल्ला भइसकेपछि तपाईँको मनमा सुख प्राप्त हुन्छ। त्यसैले जब तपाईँको मन खुल्ला हुन्छ त्यसपछि सुखका कारण रूपी हेतुहरू, राम्रो राम्रो पक्ष, पुण्यको कामहरू, कुशल कर्महरू गर्नमा चाहिँ कथापि पछाडि नपरिकन अग्रगामी हुनुपर्छ भन्नुहुन्छ। यसरी तपाईँले चाहिँ जीवनको सुख र आनन्दलाई लिएर चाहिँ जीवनलाई सुखीमाया जीवन पूर्ण रूपले चाहिँ बिताउन सफल गर्न सक्छ। त्यसैले उक्त बताएका भौतिक सुखी र मानसिक शान्ति दुवैको चाहिँ अत्यन्तै जीवन सुखीमय बिताउन निमित्त अत्यन्तै आवश्यकता रहेको छ भनेर भन्नुहुन्छ। 다 rinpoche chāru dā kēnyi gyūgu du sāna tā tudā dōgō di āñjī ngā zu sūsū rāñi dēshī kīpa yuwa di mī shindā ki dīgī dēshī kīpa la mā tuyé pa ki rāñi jibū dēshī kīpa sāchī pachī yuwa mē rā sūsū dīgī di sūsū ki bēn family la dīgī yuwa mē la tū yuwa rā jizō la dīgī yuwa mē la rā lē yuwa rā zamlin shibu digi yume ra le yare, zamlin shibu misama lo dungye yubi rani jibu digi yuwa sa je me re. Dani yu sani digi yu zen dene, rani deshi jiba yuwa la, shengi digi di, rani deshi jiba yuwa ki cha genyam, yana ji digi cha she keshim cha de yare. Dani mi yu digi yu zen dene, mi shi da tseso la, rintan zi guya ji. 다른 심지에 망보지 아주 카세기 쳇 조디 카세기 쳇 나는 내가 우기지 로초아서 말하지 제 초아뇽아 쳇 심지에 망보지 저서 조 대술량 아주 삼동과한테 계좀 차대요 다 대리 다 망보지 다 쇼미 당에 뭐지 약수지 량에 주주고라 김에 제가 주주 가서 조여에 네 신경민도 제가 다 드린 주산다 이내 샘트 친구도 제가 다 시라시미 라서 마신 아주 야비 뒤주디 데 레드 찬로와 라레 디가는 예 주주키베 라서 आफ्नो सुख त्यतिकै प्राप्त हुँदैन सुख प्राप्त हुनको कारण छ त्यसैले तपाईको सुख कसरी तपाईले प्राप्त गर्न सक्नुहुन्छ भन्दाखेरि तपाईको सुखको सम्बन्ध अरु पार तपाईभन्दा पार अर्को व्यक्तिसँग सम्बन्ध छ त्यसैले अर्को पार व्यक्तिसँग सम्बन्ध भएको ले गर्दाखेरि चाहिँ तपाईको त्यही अर्थात् तपाईको चाहिँ सुख र शान्ति अरु व्यक्तिलाई सुख र शान्ति चाहेको छ भने त्यो व्यक्तिलाई तपाईले प्राथमिकता दिए बमोजिम प्राप्त हुने प्रतिफल भनेको तपाईको सुख र शान्ति हो त्यसैले सुख र शान्ति हामी मात्र एउटा व्यक्ति विशेषले मात्र सुख शान्ति चाहेको हुँदैनौँ हामी आफै पनि सुख शान्ति चाहन्छौँ त्यस्तै हिसाबले आफ्नो इष्टमित्र सपरिवार सुखमय जीवन बिताओस् भनेर हामी चाहन्छौँ त्यस्तै हिसाबले समाज पनि तपाईको पूर्ण रूपले सुख र शान्ति होस् भनेर चाहन्छौँ त्यस्तै हिसाबले यस जम्बुद्वीप यो संसार सारा संसार नै तपाईको चाहिँ सुख र शान्ति होस् भनेर हामी चाहन्छौँ त्यसैले तपाईको सुख तपाईको शान्ति तपाईको चाहिँ एउटा खुसी भनेको चाहिँ के हो भन्दाखेरि त्यसको तपाईको खुसी हुनको लागि त्यसको कारण त्यसको प्रत्यय चाहिँ के हो भन्दाखेरि चाहिँ अरु व्यक्तिको खुसी हो भनेर भन्नुहुन्छ त्यसैले आफूलाई भन्दा पनि अरूलाई प्राथमिकता दिएर अनि तपाईले काम गर्नुहुन्छ भने तपाईले प्राप्त गर्ने तपाईको सुखी हो त्यसकारणले गर्दाखेरि चाहिँ अब सुख स्वयंबाट चाहिँ उत्पन्न हुने हैन अरु व्यक्तिसँग सम्बन्ध भएको कारण अर्थात् तपाईको चाहिँ अरूप्रति दया माया आदि गरेको कारणले गर्दाखेरि प्राप्त हुने प्रतिफल भनेको सुख हो त्यसैले अनि आफ्नो सुखको लागि यदि सुख चाहेको छ भने त्यो अरूलाई चाहिँ बिर्सन भएन त्यसैले चाहिँ अहिलेको अवस्थामा के देखिरहेको छ भन्दाखेरि कयौं पशुपान्छीहरूले जीवन बिताइरहेको छ त्यो जीवन बिताइरहेकोलाई
अकालमा मृत्यु हुन परिरहेको छ, उसको तपाईँको चाहिँ विकालमा मृत्यु भइरहेको छ। त्यो किन त भन्दाखेरि हामीहरूले आफ्नो सुख, आफ्नो खुसीको निमित्त विशेष गरेर यो जिब्रोमा एउटा स्वाद चाख्नको लागि पनि अरूलाई स्थानै नदिकिन, प्राथमिकतै नदिकिन अरूको ज्यान गुमाउने कामहरू गरेको छ। त्यस कारणले गर्दाखेरि यदि तपाईँले सुख र तपाईँको चाहिँ आनन्द जीवन बिताउन चाहेको छ भने अरूको ज्यान गुमाउने खालका त्यस्तै किसिमको अनि कार्यहरू जस तपाईँको जिब्रोमा एउटा स्वाद चाख्नको लागि मात्र एउटा निच्छ र तुच्छ तपाईँको सुखमा चाहिँ भुलेर ठुलो सुख गुमाउने काम चाहिँ नगर्नुहोस्। यस्तो कामहरूमा हामी अत्यन्तै होसियार हुनुपर्छ भनेर भन्नुहुन्छ। र आज दुईवटा अनुवादकहरू भएको कारणले गर्दाखेरि यहाँ मैले समय पनि धेरै लाग्ने रहेछ र मैले घडी पनि ल्याउन बिर्सेछु। त्यसैले गर्दा समय कति भयो त्यो मलाई पनि थाहा छैन। अब म धेरै पनि बोल्दिनँ। र आज विशेष गरेर हाम्रो भारत र नेपालमा बस्ने नेपाली र भारतीय व्यक्तिहरूको प्रायः जस्तो टाइम चाहिँ जहिले पनि ढिलो पछि नै पडिरहेको हुन्छ, लेट हुन्छ। त्यसैले मैले फेरि यहाँ अर्को 1 घन्टा लेट गरिदियो भने अनि अप्ठ्यारो हुनुहुन्छ। त्यसैले चाहिँ म धेरै बोल्दिनँ भनेर भन्नुहुन्छ।